मन्त्री बब्लु गुप्ता त्रिविस्थित क्रिकेट मैदान अवलोकनको लागि आज आउनुभएको छ र यहाँ क्यानका पदाधिकारी र खेलकुद परिषदका पदाधिकारीले उहाँलाई यसको बारेमा विस्तृत ब्रिफिङ गरिरहनु भएको छ। तमाम सञ्चारकर्मीहरू यति बेला यो दृश्य छायाङ्कनमा लागिरहनु भएको छ। पाइपिङको पार्टमा यो भित्र पानीले पनि केही किसिम गरेर त्यसपछि तलको काम ग्राउन्डको काम भइरहेको लाइट इन्स्टलेसन काम चाहिँ 25 सोमबारबाट होइन अलरेडी सोमबारबाट माथिलाई चाहिँ हाम्रो जेल हुनुभन्दा अगाडि यहाँ लाइट चाहिँ पर्सि आउने अहिले चाहिँ उहाँले ट्रस्टीमा मन्त्रालयबाट पनि सचिवजीहरूले पहल गरिराख्नु भएको छ। अहिले त्यो लाइट चाहिँ चाँडो लिएर आएर चाहिँ अब टेस्टिङ फेजमै जानुपर्ने हुन्छ। त्यसैले अब 2 हप्ता बाँकी छ डकुमेन्टेसन गर्नको लागि। सो अब हामीले आशा गरेका छौँ अब लाइट्सबाटै गरौँ प्रतियोगिता सञ्चालन गरौँ भन्ने धेरैको अहिले चासो छ। अब स्केड्युल पनि निस्किन्छ भन्ने पनि स्केड्युल निकाल्ने टाइम पनि राख्नु पऱ्यो है। त्यसैले अब नेक्स्ट 1 हप्ताभित्र चाहिँ सायद धेरै कुराको टुङ्गो लाग्नेछ। हाम्रो श्रम स्वीकृति पनि क्लियर आएको हजुर हाम्रो श्रम स्वीकृतिको लागि चाहिँ अब सबै खेलाडीहरूको विवरण हामी लिइसकेका छौँ। अब लास्ट इयर पनि सरस्वती पनि हुनुहुन्छ। लास्ट इयर राष्ट्रिय क्रिकेट परिषदले पनि डेडिकेटेड डेस्क राखेकोले गर्दा 3 जना कर्मचारी उहाँले नियुक्ति गरिदिनु भएको योपालि पनि उहाँले अस्ति नै घोषणा गरिसकेको रहेछ। त्रिविस्थित क्रिकेट मैदान परिसर हो र यति बेला यहाँ खेलकुद मन्त्री बब्लु गुप्ता अनुगमन निरीक्षणको क्रममा आउनुभएको छ। निकट भविष्यमा सुरु हुने एनपिएलको तयारी स्वरूप यहाँ फग लाइट राख्ने प्याराफिट निर्माण गर्ने लगायतका कामहरू सकिसकेको छ र यसको वस्तुस्थिति अवलोकन गर्न यति बेला खेलकुद मन्त्री चाहिँ क्रिकेट मैदान परिसरमा आउनुभएको र क्रिकेट मैदानको अवस्था अहिले यस्तो रहेको छ। करिब यहाँ प्याराफिटहरू निर्माण भइसकेको छ। फग लाइट चलानको काम भइसकेको छ। लाइट बालेर पनि रातिकालीन गेम गर्ने तयारी क्यानले गरिराखेको हामीले पाएका छौँ। मन्त्रीको अनुगमन निरीक्षणका क्रममा खेलकुदका पदाधिकारीहरूले गरेको ब्रिफिङको छायाङ्कन गर्न यतिखेर सञ्चारकर्मीहरू लाग्नु भएको छ। जसको कारण चाहिँ डोर टु डोर धाउन नपर्ने र ना सेफ्टी चालबाटै थ्रुबाट मेल थ्रुबाट त्यसरी चाहिँ हामी यो काम कारबाहीले चाहिँ अगाडि बढाउने पनि त्यो मेकानिजममा एउटा चाहिँ कोअर्डिनेसनको पार्ट हो र त्यो मेकानिजमलाई डेभलप गर्न चाहिँ काम गरिरहेको छ। अब यो प्लेटफर्म नहोला अहिले सरकारी मन्त्रीज्यू हामी पनि सबैजना अब तयारीकै विषयमा छ। श्रम भन्दा साथ यसमा अब ट्याक्सेसनदेखि लिएर कति कुराहरू छ। पोलिसी लेभलमा पनि सायद एउटा आन्तरिक छलफल पनि हामीले गरेर अब यो नेपालको क्रिकेट मात्र नभएको फुटबल छ भलिबल लिग छ जति पनि लिगहरू हुन्छ त्यो ओनरसिप र त्यो एउटा कर्पोरेट सेक्टरलाई त्यो खालको एउटा प्रोभिजन 25% जुन चाहिँ ट्याक्स लागिरहेको छ प्लेयरहरूको सन्दर्भमा प्राइज एमाउन्टमा त्यसलाई पनि तपाईँको रिफ्रेक्सन गर्ने भन्ने चाहिँ हामीले अगाडि बढाएको छौँ। तपाईँको अर्थमा पठाएको छौँ। अब यो क्याबिनेटमा पनि आउँछ त्यहाँनिर चाहिँ हामी कुरा पनि त्यसलाई चाहिँ अगाडि नै बढाउँछौँ। पहिलो मिटिङकै विशेष लाभ हुँदै होइन। यो त लामो समयको मेहनत लगानी कमिटीबाट प्राप्त भएको कुरा हो। त्यस कारणले यसलाई अन्यसँग तुलना गर्न मिल्दैन भन्ने चाहिँ लजिक पनि सही लजिक हो र त्यो लजिक खेल क्षेत्रको सबैबाट आएको कारणले त्यसैलाई सबै अगाडि पनि बढाइएको छ र अरू कुरा हामीले गरिराख्न यति बेला खेलकुद सम्बद्ध पदाधिकारीहरूले मन्त्री गुप्ता समक्ष खेलकुदको पुरस्कारमा लाग्ने ट्याक्स 25% यो आकस्मिक लाभ होइन लामो मेहनत र परिश्रमको परिणाम भएको हुना त्यसमा कम गर्नुपर्छ भन्ने आग्रह गर्नुभएको छ र साथै मन्त्री गुप्ताले पनि यो प्रस्ताव अगाडि बढेको र क्याबिनेटमा आइसकेपछि छलफल गरेर केही सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हामीले पाएका छौँ। साथीहरूसँग पनि हामी मेबी मन्डे उहाँसँग पनि हामी छलफल गर्दैछौँ।
त्यसलाई चाहिँ अगाडि नै बढाउनु